हलेसी महादेव की जय। हामी एउटै आमाको कोखबाट जन्म लिएका 7 भाइ 1 बहिनी मध्ये 5 भाइ आमाको साथमा हलेसी शक्तिपीठको दर्शन गर्न गएको बेला मोबाइलको क्यामेरा प्रयोग गरी ग्यालरीमा सञ्चित गरिएको तस्बिरहरू आफै बोल्छन् कि खोटाङ जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थलको महिमा कति अपार छ भन्ने कुरा। हाम्रो बुवाको स्मृतिमा उहाँले भाकल गर्नुभएको बाचा पूरा गर्ने हेतुले शक्तिपीठको भ्रमण गरिएको थियो। उक्त दर्शनमा गाईदान गर्नुका साथसाथै लाखबत्ती पनि बालेका थियौं। हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू, किरात एवं बौद्ध तीर्थस्थल हो। मनोरम प्राकृतिक छट्टाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले झकिझोकाउ हलेसी धाममा विशेषतः महादेव, बसाह, भैरवका 3वटा महत्त्वपूर्ण गुफा छन्। हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। हलेसी गुफाको प्राकृतिक भूबनोटको संरचना समेत विश्वमै अनौठो मानिन्छ। हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्ध मार्गीले दोस्रो लुम्बिनी र किरात धर्मावलम्बीले आदिम भूमि ठान्दै आएका छन्। धन्यवाद।